यद्यपि तपाईँहरू खाना खाएर बसिराख्नु भएको छ, हलभित्र धेरै गर्मी छ, निन्द्रा लाग्नु सक्छ। म आशा गर्छु तपाईँहरूले तपाईँहरूको निन्द्रालाई जबरजस्ती भए पनि भगाएर परमेश्वरको वचनलाई सुन्नका लागि तपाईँको हृदयलाई तपाईँले तयार पारिराख्नु भएको छ। म लामो समयसम्म जाँदिनँ, मेरो समय अलिकति छुट्टै छ अनि म लामो समयसम्म बोल्नु सक्ने मान्छे पनि होइन। र आजको दिन हामी परमेश्वरको वचनबाट हामी वेदीको विषयमा केही हेर्न लागेका छौँ। वेदी, यो पुरानो करारमा वेदी भनेर भनेको हामीले थुप्रोचोटि सुनेका छौँ। अब्राहमले, हाम्रो पूर्वजहरूले जब पनि परमेश्वरले उनीहरूसित बाछा बाँध्नुहुन्थ्यो, जब पनि परमेश्वरले कुनै कभरेन्ट उहाँहरूसँग बाँध्नुहुन्थ्यो, त्यो समयमा उनीहरूले परमेश्वरप्रति धन्यवाद हृदय दिइकन परमेश्वरसित बाछा बाँधेको एउटा चिन्हको रूपमा उनीहरूले वेदीको निर्माण गर्थे। वेदी भनेर भन्नाले पुरानो करारमा चाहिँ हामी विशेष रूपले अब्राहमको जीवनमा, हाम्रो पूर्वज अब्राहमको जीवनमा उहाँले वेदी बनाउनु भएको घटनाहरू हामीले पढेका छौँ। अनि जब तिनले वेदी बनाउँथे, वेदी बनाए भन्दाखेरि वेदी कस्तो हुन्छ भन्दै गर्दाखेरि तिनलाई परमेश्वरले त्यस उजाड स्थानबाट भएर लगिराख्नु भएको थियो। अनि त्यो ठाउँमा अरू केही पनि हुँदैन थियो। अनि उनले के गर्थे भनेदेखि त्यहाँ छेउमा भएको 2-4 ढुङ्गालाई उनले बटुल्थे। त्यो ढुङ्गालाई अलिकति अग्लो त्यसको एउटा चिन्ह जस्तो उनले त्यो ढुङ्गालाई ठाडो पारेर अग्लो बनाएर तिनले चाहिँ त्यसलाई एउटा वेदीको रूपमा उनले समर्पण गर्थे। अनि परमेश्वरको करार चाहिँ अब यहाँनिर एक्टिभेट भएको छ भन्ने कुरोलाई तिनले विश्वास गर्थे। पुरानो करारमा थुप्रोचोटि हामी वेदीको बारेमा पढ्छौँ। धेरै परमेश्वरका दासहरूले, अगमवक्ता, हामी एलियाले वेदी बनाएको घटनाहरू हाम्रो अगाडिपट्टि छ, एलिसाले वेदी बनाएको कुराहरू हाम्रो अगाडिपट्टि छ। अनि हामी जब पनि हामी प्रभु येशू ख्रिस्टको होली कम्युनियन अथवा प्रभु भोजको सेवालाई गर्छौँ, हामीले सर्वोच्च परमेश्वरले आफ्नो प्रिय पुत्र येशूलाई बलिको वेदीमा बलिको रूपमा दिनुभएको सबैभन्दा ठुलो अल्टर वेदी भनिकन हामी सम्झना गर्छौँ। किनकि प्रभु येशू ख्रिस्टद्वारा मात्रै तपाईँ अनि मेरो जीवनमा परमेश्वरले सबैभन्दा ठुलो उद्धार अनि मुक्तिको ढोका खोल्नु भएको हो। अनि पुरानो करारमा वेदी बनाउँदै गर्दा त्यो वेदीहरू चाहिँ यस्तो खालको ठाउँहरूमा हुन्थ्यो, यस्तो खालको ठाउँहरूमा त्यो वेदी बनाइएको हुन्थ्यो जुन ठाउँ चाहिँ वास्तवमा हामी के देख्छौँ पछिबाट आइकन भन्दै गर्दाखेरि त्यहाँ चाहिँ एउटा ढोका बनिन्थ्यो, त्यहाँनिर चाहिँ एउटा पोर्टल खोलिन्थ्यो। स्पिरिचुअल वर्ल्ड, आत्मिक संसार अनि यो फिजिकल वर्ल्ड जुन चाहिँ यो शारीरिक जुन चाहिँ संसार छ, यो शारीरिक संसार अनि आत्मिक संसारको बिचमा एउटा पुल बनिने ठाउँ चाहिँ त्यो वेदीहरू हुने गर्दथ्यो। अनि वेदीको कुरालाई गर्दै गर्दाखेरि जब हामी अब्राहमलाई देख्छौँ उत्पत्ति 12को 6देखि 7मा, 12 अध्यायको 8 पद, 13को 3देखि 4, 13को 17देखि 18मा हामीले पढ्दै गयौँ भनेदेखि त्यहाँनिर अब्राहमले वेदी बनाएको थुप्रो घटनाहरू हामी देख्छौँ। अब्राहम त्यस देशबाट भएर सकेममा भएको मोरेको फ्लाटको रुख भएको ठाउँमा पुगे। त्यस बेला त्यस ठाउँमा कनानीहरू बस्थे। परमप्रभु अब्राहम कहाँ देखा पर्नुभयो, तिनलाई भन्नुभयो म तेरो सन्तानलाई यो देश दिनेछु। यसैले तिनी कहाँ देखा पर्नुभएको परमप्रभुको निम्ति तिनले त्यहाँ एउटा वेदी बनाए। जब अब्राहमसित परमेश्वर भेट गर्नलाई आउनुभयो, जब अब्राहमले परमेश्वरलाई दर्शनमा देखे, त्यो ठाउँलाई चाहिँ एउटा मेमोरीको रूपमा, एउटा चिन्हारीको रूपमा, यो ठाउँमा चाहिँ यो सारा ब्रह्माण्डलाई सृष्टि गर्ने परमेश्वर चाहिँ मसित भेट गर्नलाई आउनुभयो भनिकन यो ठाउँ चाहिँ विशेष ठाउँ हो भनिकन तिनले त्यो ठाउँलाई चिन्हारीको रूपमा तिनले त्यहाँनिर वेदी बनाएको कुरा हामी त्यहाँनिर देख्छौँ। उत्पत्ति 12को 6देखि 7मा, 13को 18मा के छ भने, 13को 3देखि 4मा के छ भने तिनी अथवा अब्राहम नेगेवबाट यात्रा गरेर बेतेलको त्यस ठाउँमा आइपुगे जहाँ अघि सुरुमा बेतेल रएको बिचमा तिनको पाल टाँगिएको थियो, जहाँ तिनले पहिले वेदी बनाएका थिए। त्यहाँ अब्राहमले परमप्रभुको नाउँको पुकारा गर्न लागे। 13 अध्यायको 18ले भन्छ, तब अब्राहमले आफ्नो पाल सारेर हेब्रोनमा भएको मम्रेका फलाटका रुखहरूमा आए। त्यहाँ आएर तिनी बसोबासो गर्न लागे। त्यहाँ परमप्रभुको निम्ति तिनले के बनाए? वेदी बनाए। यहाँनिर हामी वेदी बनाएको घटनाहरू देख्छौँ। अनि वेदीमा सबैभन्दा सुरुवातमा जब आदम अनि हवाका 2 छोराहरूको बिचमा त्यहाँनिर वेदीमा केही चढाउने कुरा भयो, त्यहाँनिर एउटा ठुलो घटना भएको हामी देख्छौँ। त्यहाँनिर एउटा हत्या भएको हामी देख्छौँ। अनि त्यहाँनिर के भनेको छ भने उत्पत्ति 4को 2देखि 5मा, फेरि तिनले कैनको भाइ हाबिललाई
जन्माइन्। यहाँ हवाको कुरा गरिएको छ। हवाले 2 छोराहरूलाई जन्म दिए। पहिला सुरु काइन, अनि त्यसको केही वर्षको अन्तरालमा हाबिलको जन्म भयो। ठुलो भएर हाबिल भेडाको ठाला भए र काइन चाहिँ भूमिको खेती किसानी गर्ने भए। केही समय बितेपछि काइनले परमप्रभु कहाँ उब्जनीको भूमिको उब्जनीबाट केही ल्याए। हेर्नुहोस्, यो समयसम्म आदम अनि हवाको पालामा त्यहाँनिर वेदी बनाउने चलन थिएन। आदम र हवालाई वेदीको आवश्यकता किन थिएन भनेर भन्दै गर्दाखेरि बाइबलले भन्छ सारा ब्रह्माण्डलाई बनाउने परमेश्वर चाहिँ उनीहरूसित बात मार्न, उनीहरूसित संगति गर्न हरेक दिन के गर्नुहुन्थ्यो, उनीहरू कहाँ आउनुहुन्थ्यो। त्यस कारणले गर्दाखेरि आदमलाई अनि हवालाई वेदी बनाउने, परमेश्वरसित कुराकानी गर्ने, उनीहरूलाई परमेश्वरको उपस्थितिलाई खोज्ने उनीहरूले कुनै पनि प्रकारको आवश्यकतालाई देखेनन्। तर जब पाप आयो, पाप आइसके पछाडि आदम अनि परमेश्वरको बिचमा, आदम र हवा अनि परमेश्वरको बिचमा जुन चाहिँ फाटो आयो, त्यो फाटो आइसके पछाडि चाहिँ हामी यहाँनिर के देख्छौँ भने पहिलो वेदी बनाए काइनले अनि हाबिलले। अनि यो वेदी चाहिँ उनीहरूले किन बनाएर, किनभने त्योभन्दा अगाडि त वेदी बनाउने सिस्टम नै थिएन, वेदी बनाउने चलनै थिएन। यहाँनिर आएर काइन र हाबिलले किन चाहिँ अचानक उनीहरूको मनमा, उनीहरूको हार्टमा चाहिँ एउटा वेदी बनाउनु पर्छ भन्ने कुरा आयो। अनि मलाई लाग्छ कि यहाँनिर बाइबलले स्पष्ट पारेको छैन, तर हामी के विचार गर्छौँ भनेर भन्दै गर्दा के बुझ्छौँ भन्दाखेरि निश्चय पनि आदमले अनि निश्चय पनि हावाले, उनीहरूको माता पिताले यो 2 छोराहरूको जीवनमा चाहिँ पाप हुनुभन्दाखेरि अगाडि परमेश्वरसित उनीहरू कसरी संगति गर्थे, कसरी उनीहरू सिधा परमेश्वरको सामुने जान सक्थे, कसरी परमेश्वरको महिमाले उनीहरू भरिएका थिए, कसरी परमेश्वरको शक्तिमा उनीहरू जिइराखेका थिए भन्ने कुरो, अनि परमेश्वरको उपस्थितिको त्यो आनन्द, त्यो महिमालाई उनीहरूले दिनरात वर्णन गर्थे। अनि यसो गर्दै गर्दा वास्तवमा आदम अनि हवाले यी 2 छोराहरूको जीवनमा परमेश्वरको उपस्थितिलाई चाहिँ खोज्नुपर्छ। परमेश्वरको महिमा चाहिँ खोजिने कुरा हो, परमेश्वरको महिमा चाहिँ पक्रिन सक्ने कुरा हो। परमेश्वरलाई चाहिँ जब पनि हामी हाम्रो सारा हृदयले खोज्छौँ, हामी उहाँलाई के गर्न सक्छौँ, भेटाउन सक्छौँ। अथवा स्पिरिचुअल वर्ल्ड छ, आत्मिक संसार छ, हामी यो शारीरिक संसारमा छौँ, तर एउटा ढोका छ जुन ढोकाले तपाईँ र मलाई कहाँ पुर्याउँछ, आत्मिक संसारमा पुर्याउँछ। अनि यो ढोकाको बारेमा चाहिँ मलाई लाग्छ कि आदम अनि हवाले यति बेसी उनीहरूको छोराहरूलाई भन्यो, यति बेसी भन्यो। अनि जब यो छोराहरू ठुलो भए पछाडि उनीहरूले के गर्ने विचार गरे भन्दाखेरि हामी परमप्रभुको निम्ति के बनाउँछौँ, वेदी बनाउँछौँ। उनीहरूले वेदी बनाउनुको पछाडिपट्टि उनीहरूको उद्देश्य चाहिँ के थियो भनेदेखि हामी त्यो ढोकालाई खोल्न चाहन्छौँ, त्यो ढोकालाई पक्रिन चाहन्छौँ, त्यो ढोकामा पस्न चाहन्छौँ, जुन चाहिँ ढोकाबाट भित्र पस्दै गर्दा आत्मिक संसार तपाईँ अनि मेरो लागि के हुन्छ, खोलिन्छ। र त्यसै कारणले गर्दाखेरि आदमले सिकाएनन्, हवाले पनि सायद प्रभावले सिकाएन, बाइबलले त्यसको बारेमा केही पनि भन्दैन। तर काइनले परमप्रभु कहाँ भूमिको उब्जनीबाट केही भाग लिएर आएको छ। हाबिलले भेडा बाख्राको बगालबाट बियाएको पाठाहरूको बोसे भाग ल्याएको छ। अनि 2 जनाले के गरे, आफ्नो वेदीमा आफ्नो बेटीलाई उनीहरूले के गरे, चढाए। अनि आफ्नो बेटीलाई चढाउँदै गर्दाखेरि कैनको बेटी ग्रहण भएन, अनि कैनको मुख अँध्यारो भयो। त्यसपछिबाट कैनले आफ्नो भाइलाई मारे। हामी त्यो घटनापट्टि जाँदैनौँ, तर वेदीमा पहिलोचोटि हत्याको घटना भएको चाहिँ हामी यहाँनिर देख्छौँ। अनि वेदी चाहिँ त्यो खालको ठाउँ हुन्थ्यो त्यो समयमा जहाँनिर चाहिँ कभनेन्ट बाचा चाहिँ के हुन्थ्यो, एक्सचेन्ज हुन्थ्यो, एक्टिभेट हुन्थ्यो। अनि पुरानो करारमा तपाईँले हेर्नुभयो भनेदेखिलाई परमेश्वरले अब्राहमलाई यो सामग्रीहरू ले भनेर भन्नुभएको छ। अनि त्यो सामग्रीहरूलाई लिइवरिकन त्यसले त्यो वेदीमा चढाउँदै गर्दाखेरि परमेश्वरको आगो त्यो भित्र आइवरिकन त्यो ठाउँबाट छिरेर चाहिँ परमेश्वरले त्यो बाचालाई चाहिँ पक्का गर्नुभएको घटनाहरू पनि हामीले सुनेका छौँ। र वेदी भनेर भन्दै गर्दाखेरि चाहिँ वेदीमा के हुन्छ, बाचा हुन्छ। बाचा त्यति बेला पक्का हुन्छ जब हामी के गर्छौँ, वेदी बनाउँछौँ। अनि पुरानो करारमा वेदी बनाउने त्यस्तै प्रकारको सिस्टमहरू थियो। हामीले हेर्दै गयौँ भनेदेखि 28 अध्याय, अनि जब वेदी बनाइन्छ पुरानो करारमा, जब वेदीहरू बनाइन्थ्यो, मैले अघि नै तपाईँहरूलाई भने वेदीले स्वर्गको पोर्टल्सलाई खोलिदिन्थ्यो, स्वर्गको ढोकाहरूलाई खोलिदिन्थ्यो। उत्पत्ति 28 अध्यायमा अघि हामीले
पढेको अब्राहमको घटनामा अब्राहमले त्यहाँनिर वेदी बनाएको छ, 2-3 चोटि वेदी बनाए त्यहाँनिर तिनले परमप्रभुको नाउँको पुकारा गरेको छ। अनि उत्पत्ति 28 मा आउँदै गर्दा तपाईँले त्यहाँनिर एउटा घटना के पाउनुहुन्छ भनेदेखि इसहाकले याकुबलाई स्वास्नी बिहा गर्नका निम्ति, दुलही बिहा गर्नका निम्ति तिमी गइबरिकन मावलाबाट तिम्रो लागि एउटा स्वास्नी लिएर आऊ, यहाँको अन्य जातिहरू बिहा नगर भनेर तिनले पठाए। अनि बाइबलले भन्छ कि याकुब चाहिँ अब के गरे, त्यो 28 अध्याय उत्पत्तिमा यसरी लेखिएको छ, बेर्सेबा छोडेर याकुब हारानतिर लागे। याकुब अब यहाँनिर एउटा दुलहीको खोजीमा छ अनि ऊ आफ्नो मावलीमा जान लागेको छ। अनि ऊ जाँदै गर्दा हारानतिर जाँदै गर्दा, हारान चाहिँ त्यही ठाउँ थियो जुन चाहिँ ठाउँमा याकुबको बाजेले के बनाएको थियो, वेदी बनाएको थियो। अनि यहाँनिर याकुब जाँदैछ अनि जाँदै गर्दा ऊ ठिक्कै यस्तो खालको ठाउँमा पुग्दै गर्दाखेरि, एउटा यस्तो खालको ठाउँमा ऊ पुग्यो, जानेर पुग्दै गर्दाखेरि रात पर्यो। अनि त्यहाँदेखि अगाडि ऊ हिँड्न सकेन। अनि त्यहाँनिर उसले यसो हेऱ्यो, रात पर्यो, अब सुत्ने समय भयो, अब सुत्नुपर्छ, राति केही पनि गर्नु सकेदैन। अनि उसले यसो हेऱ्यो, एउटा सिरानी त चाहियो, सिरानी पनि छैन। यसो हेर्दै गर्दाखेरि उसले त्यहाँनिर एउटा ढुङ्गालाई देख्यो। अनि त्यो ढुङ्गालाई उसले यसो निकाल्यो अनि त्यो ढुङ्गालाई उसले यसो सिरानीमा लगायो अनि ऊ के गर्यो, सुत्यो। उसलाई केही थाहा छैन त्यो ढुङ्गाको बारेमा। तर हामीले यसो हेर्दै जाँदाखेरि यो ढुङ्गाको बारेमा चाहिँ हामीले के बुझ्न सक्छौँ भनेदेखि एक दिन तिनको बाजे अब्राहमले त्यहाँ एउटा वेदी बनाएका थिए। अनि त्यो वेदीमा तिनले प्रयोग गरेको ढुङ्गा चाहिँ सायद यही ढुङ्गाहरू हुनसक्छ। अनि त्यो ढुङ्गा लिएर चाहिँ ऊ जसै सुत्यो, बाइबलले भन्छ कि तिनले अचम्मको एउटा सपना देखे। जमिनमा खडा गरिएको एउटा भर्याङ रहेछ, त्यसको टुप्पो चाहिँ आकाशसम्म पुगेको रहेछ र परमेश्वरका दूतहरू त्यसमा उक्लने र ओर्लने गर्दा रहेछन्। अनि अचम्मको एउटा सपना उसले यहाँनिर देखेको छ। उनी यहाँनिर हामी के देख्छौँ भनेर भन्दै गर्दाखेरि याकुबले परमेश्वरको ढोकालाई खोज्दै हिँडेको थिएन, परमेश्वरको आत्मिक संसारको पोर्टललाई खोज्दै हिँडेको थिएन। ऊ त एउटा यात्री मान्छे, यात्रा गर्दै गरेको मान्छे, यात्रा गर्दै जाँदा त्यहाँनिर पुगेर जसै त्यो यात्रा, जसै रात पर्यो, जसै हिँड्न सक्ने अवस्था भएन, त्यहाँको ढुङ्गालाई उसले लियो अनि उसले सिरानी बनायो। अनि उसले सुत्दै गर्दा त्यहाँनिर के भेटायो, यो चाहिँ परमेश्वरको के रहेछ, एउटा परमेश्वरको ठाउँ रहेछ, यो परमेश्वरको उपस्थिति भएको जग्गा रहेछ भनिकन त्यहाँनिर हामी उसले भनेको देख्छौँ। अनि त्यो साँझ परमेश्वर तिनीका सपनामा देखा पर्नुभयो। अनि परमेश्वरले याकुबसित शक्तिशाली बाचाहरू के गर्नुभयो, बाँध्नुभयो। पोर्टल्स अथवा अलौकिक संसारको दैलो खोलिने ठाउँहरू चाहिँ परमेश्वरले थुप्रो जग्गाहरू त्यसरी नै राखिदिनु भएको थियो जहाँ जहाँ वेदीहरू बनायो। हामीलाई थाहा छ एलियाले बनाएको वेदीहरूको बारेमा। हामी जब परमेश्वरको प्रभु येशू ख्रीष्टको स्वर्गारोहणको बारेमा देख्छौँ, प्रभु येशू ख्रीष्टलाई एक्ज्याक्टली याद थियो कि म स्वर्गमा चढी जानको लागि चाहिँ यो ठाउँमा स्वर्गको पोर्टल खोलिन्छ। त्यसले गर्दा उहाँ एक्ज्याक्टली त्यही ठाउँमा उभिनु भयो जुन ठाउँमा चाहिँ एक दिन के हुन लागेको थियो, स्वर्गको पोर्टल खोलिन लागेको थियो। हामीले अब्राहमले इसहाकलाई बलिदान दिएको मोरियाको जुन चाहिँ पर्वत छ, त्यो पर्वतलाई हेर्दै गर्दा हामी के भेट्टाउँछौँ भनेदेखि एक दिन अब्राहमले आफ्नो छोरालाई परमेश्वरको आदेश अनुसार त्यसले बलिदान चढाउनको लागि त्यो पर्वतमा लगेर गए। अनि बाइबलले भन्छ त्यो त्यही पर्वत थियो जुन चाहिँ पर्वतमा वर्षौँ बाद परमेश्वरले आफ्नो एकलौटी पुत्र येशू ख्रीष्टलाई के दिनुभयो, उदाहरण मुक्तिको लागि बलिदान चढ्नको लागि त्यो ठाउँलाई उहाँले रोज्नुभयो। पोर्टल्सको कुरा गरिराखेको छु म। अनि फिजिकल पोर्टल्सहरू चाहिँ नि, फिजिकल पोर्टल्स अथवा हाम्रो आँखाले देखिन सक्ने आत्मिक संसारको ढोका त्यस बेला खोलिन्छ जब वेदीहरूको निर्माण हुन्छ। नयाँ करारमा आइकन अब वेदी के हो, वेदी चाहिँ के हो भनेर भन्दै गर्दाखेरि वेदी चाहिँ तपाईँ अनि मेरो के हो, प्रार्थनाको एउटा ठाउँ हो। तपाईँले धेरैचोटि थुप्रो एक्सिडेन्टको घटनाहरूको बारेमा सुन्नु भएको हुन्छ। कतिवटा जग्गाहरू यस्तो जग्गा हुन्छ जहाँनिर चाहिँ एउटै ठाउँमा लगातार त्यस्तो प्रकारको दुर्घटनाहरू घटिबस्छ। थुप्रो दुर्घटनाहरू एउटै जग्गामा बस्छ। त्यहाँनिर चाहिँ अँध्यारोको अथवा पातालको शक्तिको पोर्टलहरू अथवा दैलोहरू खोलिएको हुन्छ। त्यस्तै प्रकारले नै नयाँ करारमा आइकन अब यो वेदी चाहिँ तपाईँ र मैले कसरी बनाउन सक्छौँ, अनि वेदी बनाउनु किन महत्त्वपूर्ण छ भनेर भन्दै गर्दाखेरि वेदी चाहिँ त्यो ठाउँ हो जुन चाहिँ ठाउँबाट चाहिँ तपाईँ र मैले परमेश्वरको आत्मिक संसारको दैलोलाई के गर्न सक्छौँ, खोल्न सक्छौँ। अनि वेदी चाहिँ अहिलेको नयाँ करारमा आइकन तपाईँ र मेरो परिवारमा हामीले राख्नुपर्ने प्रार्थनाको समय हो। प्रार्थनाको चाहिँ एउटा वेदी हो जुन चाहिँ वेदीद्वारा चाहिँ तपाईँ र मैले परमेश्वरको अलौकिक
अलौकिक अनि शक्तिशाली कार्यलाई चाहिँ हाम्रो जीवनहरूमा के गर्न सक्छौँ, हामी देख्न सक्छौँ। किन चाहिँ परमेश्वरको अलौकिक कुराहरूतिर चाहिँ हाम्रो ध्यान हुनुपर्छ? किन चाहिँ परमेश्वरको अलौकिक सामर्थ्य, अलौकिक संसारतिर चाहिँ हामीले हाम्रो मनलाई चाहिँ लगाउनुपर्छ? आजको बिहान तपाईँहरूले सुनिराख्नु भएको थियो, आजको बिहान तपाईँले सुनिराख्नु भएको थियो, हामी मानिस जाति हामी चाहिँ आत्मिकी प्राणीहरू हौँ, वी आर स्पिरिचुअल बिङ। त्यस कारणले गर्दाखेरि चाहिँ संसारको कुरो भन्दाखेरि धेरै माथि तपाईँ र मैले खोज्नुपर्ने हाम्रो आवश्यकता चाहिँ हाम्रो स्पिरिचुअल निड्सहरू हो, आत्मिकी खाँचो र आत्मिकी संसारको कुराहरू हो। हामीलाई चाहिँ संसारले के भनेर सिकाएको छ भनेर भन्दै गर्दा पढ्नुपर्छ, जन्मिनुपर्छ, बढ्नुपर्छ, हुर्किनुपर्छ, पढ्नुपर्छ, काम धन्दा गर्नुपर्छ, पैसा रुपियाँ कमाउनुपर्छ, बिहाबारी गर्नुपर्छ, अनि जीवन के हुन्छ, सफल हुन्छ। द्याट इज वाट द वर्ल्ड टिचेस अस। संसारले तपाईँ र मलाई सिकाउने चाहिँ त्यति मात्रै हो, त्यति नै हो जीवन, त्यति नै। तर आजको बिहान म आशा गर्छु तपाईँले शक्तिशाली कुरो के सिक्नुभयो भनेर भन्दै गर्दाखेरि हामी चाहिँ आत्मिक प्राणी चाहिँ पहिलो हौ। हाम्रो यो फिजिकल निड्सहरू, शरीरको जुन चाहिँ खाँचोहरू छ, यो चाहिँ सेकेन्डरी कुराहरू, यो चाहिँ दोस्रो पङ्क्तिमा आउने कुराहरू हो। तर हामीलाई चाहिँ संसारले त्यही कुरो भनेकै गरेको कारणले गर्दाखेरि हाम्रो मेन्टालिटी, हाम्रो विचार, हाम्रो दिमाग, हाम्रो माइन्ड पनि के भएको छ भनेदेखि हामी पनि अरूले जस्तै, संसारकै मान्छेले सोच्ने जस्तै हामी भएका छौँ। संसारले जे भन्छ त्यो कुरोलाई तपाईँ र हामीले त्यसलाई पनि तपाईँ र मैले एक्नोलेज गर्ने गरेका छौँ अथवा स्वीकार गर्ने गरेका छौँ। तर बाइबलले तपाईँ र मलाई त्यसरी भन्दैन। बाइबल मात्रै परमेश्वरको एउटा शक्तिशाली यस्तो धर्मशास्त्र हो जुन चाहिँ धर्मशास्त्रले नै तपाईँलाई के प्रमिस गरेको छ, के प्रतिज्ञा गरेको छ भन्दाखेरि परमेश्वरको राज्यलाई खोजी गर्ने मान्छेलाई रोटी, कपडा र बस्ने ठाउँको कुनै अभाव हुँदैन। त्यो चाहिँ बाइबलले मात्रै भन्छ। तपाईँले अरू संसारको कुनै पनि धर्मशास्त्रमा हेर्नुभयो भनेदेखि तपाईँले यो प्रमिस गरेर तपाईँले कहीँ पनि भेट्टाउनुहुन्न। बाइबल बडो शक्तिशाली छ अनि परमेश्वरले बडो शक्तिशाली प्रकारले आफ्नो वचनलाई पुरा गर्नुहुन्छ। तर समस्या चाहिँ नि धेरैचोटि म हाम्रो क्रिस्चियन लाइफमा म समस्या चाहिँ कहाँ देख्छु र के देख्छु भनेर भन्दै गर्दा जब हामी अरू धर्मबाट इसाई बनिन्छौँ, जब हामी अरू धर्मबाट हामी क्रिस्चियन बनिन्छौँ नि, हाम्रो सोच्ने जुन चाहिँ दिमाग छ नि त्यो दिमागलाई हामीले त्यतैबाट लिएर आएको हुन्छौँ अनि त्यो दिमाग चाहिँ हाम्रो यहाँनिर बसि नै रहेको हुन्छ अनि त्यही सोचाइमै हामी जिउँछौँ। अरू धार्मिक कुराहरूमा, अरू धर्मावलम्बीहरूमा तपाईँले देख्नुभयो भनेदेखि उनीहरूले आफ्नो धर्मशास्त्र पढ्दैन। किनभनेदेखि उनीहरूको धर्मशास्त्र उनीहरूको पण्डितले, उनीहरूको गुरुहरूले, उनीहरूको लामाले, उनीहरूको सबैले पढिदिन्छ। अनि सेम टेक्निक हामी जब क्रिस्चियन हुन्छौँ नि, सेम टेक्निक हामी फलो गर्छौँ। हामी के भन्छौँ भनेदेखि बाइबल त आइतबारको दिन पास्टर बाबुले के गर्नुहुन्छ, पढिदिनुहुन्छ। पास्टर बाबुले के गर्नुहुन्छ, वचन सुनाइदिनुहुन्छ। हामीलाई बाइबल पढ्ने जरुरत छैन। त्यसै कारणले गर्दाखेरि नि तपाईँ अनि हाम्रो जीवन चाहिँ यति साह्रो दुःख लाग्दो, माया लाग्दो, समस्याले भरिएको, शैतानले यतै कुटेको उतै कुटेको, जताबाट भए पनि हामी नै पेलिएको छौँ। यसो हेर्नु, जब सवाल हुन्छ तपाईँहरू को बिमारी हुनुहुन्छ भने बिमारी यति बेसी, थुप्रोचोटि मैले प्रभुलाई प्रश्न गरेँ, वाइ लर्ड, किन? मैले मेरो एउटा प्रश्न चाहिँ प्रभुसँग यही नै छ, प्रभु किन चाहिँ दिनरात हामी बिमारी भएको, वाइ? वाट इज द रिजन बिहाइन्ड द्याट? त्यसको पछाडि के चाहिँ छ, के चाहिँ कुरो छ, अथवा के चाहिँ समस्या छ जुन चाहिँ समस्यालाई चाहिँ मैले बनाउनु जरुरी छ? कहाँनिर केही कुरो फुस्केको छ जसलाई चाहिँ मैले रिपेयर गर्नु जरुरी छ ताकि यो समस्यामा म उभिनु पर्दैन। हामीले नि थुप्रोचोटि चाहिँ हाम्रो आत्मिक जीवनको लागि नै हामीले सोच्ने, विचार गर्ने, म चाहिँ किन यो संसारमा छु भन्ने कुरो चाहिँ तपाईँलाई मैले त्यो प्रश्नलाई चाहिँ थुप्रोचोटि तपाईँलाई मैले हाम्रो मनमा चाहिँ लगातार हालिराख्नु जरुरी छ। लगातार हालिराख्नु जरुरी छ। किनकि जब हामी यो प्रश्नलाई विचार गर्छौँ तब मात्रै हाम्रो जीवनमा हामीले आत्मिक संसारका धेरैवटा कुराहरूलाई के गर्न लाग्छौँ, हामी चाहिँ आत्मिक संसार थुप्रो कुराहरूलाई तपाईँलाई मैले पक्रन लाग्छौँ। हामी यस्तो खालको एउटा बडो शक्तिशाली समयभित्र बस्दैछौँ। शक्तिशाली पनि, अति नै डरलाग्दो समय पनि। यो वर्षको गत जुलाई अनि अगस्तको महिनामा म युएसमा थिएँ मेरो श्रीमानसित। अनि त्यहाँनिर मैले जसरी हेर्दै थिएँ त्यहाँनिरको स्कुलहरूको जुन चाहिँ त्यो पढाइ छ, त्यो पढाइलाई हेर्दै गर्दा म छक्कै परेँ। अनि मलाई चाहिँ त्यहाँ भएको त्यो सानो सानो नानीहरूलाई हेर्दै गर्दा मलाई यति डरलाग्दो माया लागेर आयो, यति डरलाग्दो मेरो हार्टमा यस्तो डरलाग्दो एउटा
टेन्सन बस्यो, एउटा फिक्री बस्यो मेरो मनमा, यो नानीहरूको भविष्य के हुन्छ, यो नानीहरूको फ्युचर के हुन्छ, मलाई यति साह्रो टेन्सन भयो। अनि मैले त्यहाँनिरका जहाँ हामी गयौँ त्यहाँनिरका 1-2-4जना अगुवा गुरुजनहरूसित हामीले भन्यौँ, मैले भने पनि तपाईँहरूले यो नानीहरूको लागि चाहिँ केही गर्नुपर्छ, किनकि उनीहरू जुन चाहिँ स्कुलहरूमा जाँदैछन् त्यो स्कुलहरूमा अहिले हर प्रकारको शिक्षामा नानीहरूलाई एक्सपोज गरिँदैछ, हर प्रकारको शिक्षामा। आजको दिन नानीले छोरी नानी छ, आजको दिन उजामा लगाएर आयो, भोलिको दिन उनीहरूले के भन्छ, उनीहरूको शिक्षाले भन्दै गर्दा भोलिको दिन तिमीलाई केटा हुनु मन पऱ्यो भने यु क्यान बी अ बोय, तिमी केटा हुन सक्छौ, तिमी भोलि केटाको ड्रेस लगाएर। पर्सिको दिन तिमीलाई अब केटा पनि हुनु मन परेन, केटी पनि हुनु मन परेन, पर्सिको दिन तिमीलाई बिरालो हुनु मन पर्यो, तिमी बिरालो भएर आऊ, बिरालोको ड्रेस पनि लगाएर पठाउँछ। अनि नानीहरू चाहिने यति डरलाग्दो त्यो आइडेन्टिटी क्राइसिसको क्षेत्रमा नै शैतानले उनीहरूलाई हालिरहेको छ। के हो केटा पनि होइन, केटी पनि होइन, के भन्नु, बिरालो पनि होइन, कुकुर पनि होइन। अनि यसो हेर्दै गर्दाखेरि नानीहरूलाई डार्क रुमहरूतिर लगेर एक्लै छोडिन्छ अरे, अँध्यारो दुष्टको त्यो पोर्टलहरूभित्र उनीहरूको सम्पर्क होस् भनेर उनीहरू त्यसरी लगेर छोडिन्छ। अनि सानो सानो नानीहरूलाई क्लास 6 अनि 7 इयर्सको सानो 6 वर्ष 7 वर्षको हाम्रो यहाँको क्लास 1-2 पढ्ने नानीहरूको लाइफमा नि यति डरलाग्दो प्रकारले लेस्बियन अनि गेको जुन प्रकारको इन्फ्लुएन्स उनीहरूको जीवनमा हालिराखेको छ। केटी बिहा गर्नु सकिने, केटा बिहा गर्नु सकिने, यो कुरो यति डरलाग्दो प्रकारले उनीहरूको जीवनमा नि अमेरिकाको देशमा उनीहरूको लाइफमा यो कुरोलाई इम्प्याक्ट यो कुरोलाई चाहिँ हालिराखेको छ। संसार यति डरलाग्दो यति भयानक प्रकारले अँध्यारोतिर बढिराखेको छ प्रियहरू। अनि यो सबै कुरोलाई हाम्रो घर आँगनहरूसम्म लिएर आउनको लागि हामीसित पर्याप्त सफिसियन्ट साधनहरू छ। हाम्रो हातमा मोबाइल फोन छ, इन्टरनेट छ, जुन चाहिँ इन्टरनेटले हर प्रकारको राम्रो अनि नराम्रो कुरोहरू चाहिँ हाम्रो नानीहरूको अगाडि ल्याइदिइराखेको छ। अनि यो कुरोहरूमा हाम्रो नानीहरू व्यस्त भइराखेका छन्। अब चाहिँ मण्डलीले प्रार्थना गर्ने समय आयो प्रिय, मण्डली अब सिरियस हुने समय आयो। मण्डली अब सानो सानो कुरामा खेलिबस्ने होइन, तर सिरियसली अब मण्डलीले आफ्नो जीवनमा, आफ्नो परिवारहरूमा, आफ्नो मण्डलीभित्र चाहिँ परमेश्वरको अल्टरहरूलाई, वेदीहरूलाई बनाउने समय आयो। किनकि वेदीले परमेश्वरको आत्मिक संसारको ढोकालाई के गरिदिँदैछ, खोलिदिँदैछ। अनि यस बेला किन चाहिँ परिवार भनेर भन्दै गर्दाखेरि जब परिवार बलियो हुन्छ मण्डली बलियो हुन सक्छ। हाम्रो परमेश्वर चाहिँ उहाँ चाहिँ परिवारको परमेश्वर हुनुहुन्छ। उहाँले जब अब्राहमलाई बोलाउनु भयो, उहाँले अब्राहमलाई भन्नुभयो तँ एक्लै आइज, सो एक्लै हिँड, किनभने तेरो स्वास्थ्यले त साह्रै कुरा पनि बुझ्छ कि बुझ्दैन, तँलाई सपोर्ट पनि गर्छ कि गर्दैन, 10वटा झ्याउला लाउँछ कि तँ मात्रै आइज भन्नु भएन। उहाँले अब्राहमलाई तेरो परिवारलाई लिएर आइज भनेर भन्नुभयो। राहाब वेश्यालाई हामीले हेऱ्यौँ भनेदेखि राहाब वेश्याले कनानमा त्यो जुन चाहिँ लडन्त भयो, त्यो लडन्त हुँदै गर्दाखेरि ती स्वर्गदूतहरूले राहाब वेश्यालाई के भन्यो भनेदेखि तिम्रो सम्पूर्ण परिवार आफन्त जति पनि छ सबैजना यो घरभित्र के गर बस्छ, अनि यो घरको बाहिरबाट तिमीले के गर एउटा झन्डालाई लगाऊ। हाम्रो परमेश्वर चाहिँ परिवारलाई बचाउने, परिवारलाई बनाउने, परिवारको पुनर्स्थापना गर्ने परमेश्वर हुनुहुन्छ। गत हप्ता हामी भुटानमा थियौँ अनि भुटानको एउटा नानीले, एउटा छोरीले हामीलाई के भनिराखेको थियो भनेदेखि यति साह्रो एउटा सकिङ एउटा त्यहाँको खबर चाहिँ त्यहाँनिरको उनीहरूको सायद प्रिभियस रानीले एउटा ल पास गर्नुभयो अरे। अनि त्यो ल उहाँले पास गर्दाखेरि चाहिँ स्त्रीहरूको जुन चाहिँ अधिकार छ त्यो चाहिँ एकदम माथि उठाइदिनु भयो उहाँले। अनि लोग्ने स्वास्थ्य बिचमा झगडा भयो, लोग्ने स्वास्थ्यको बिचमा जब डिभोर्स हुन्छ, डिभोर्स हुँदै गर्दाखेरि चाहिँ 80% लोग्नेले उसको सबै स्वास्थ्यलाई दिनु पर्यो। अनि त्यो कानुन भुटानमा निस्कियो। अनि उसले के भन्दै थियो भनेदेखि भुटानमा त्यो कानुन निस्किएको बादमा भुटानको डिभोर्स रेट चाहिँ यति डरलाग्दो बढेर गयो अरे। अनि 75 to 80% यहाँको डिभोर्सको रेट छ। यति डरलाग्दो त्यहाँभित्र डिभोर्स भइराखेको छ। अनि मैले भुटानको मण्डलीलाई चुनौती दिँदै थिएँ। अनि मैले भन्दै थिएँ तपाईँहरू के गर्दै हुनुहुन्छ? मण्डलीले प्रार्थना गर्नु पर्यो नि त, मण्डली घुँडामा आउनु पर्यो। अँध्यारको कुराहरू हुँदै गर्दाखेरि मण्डली छक्क परेर हेरिरह्यो भनेदेखि चाहिँ ऊ चाहिँ वास्तवमा परमेश्वरको छोराछोरी होइन। किनकि अँध्यारोको शक्ति बढ्दै जाँदा मण्डली चाहिँ विचलित हुनु पर्यो।
पर्ने हो, मण्डली चाहिँ घोडामा आउनु पर्ने हो, मण्डलीले प्रार्थनाको महत्त्वलाई बुझ्नु पर्ने हो। मैले अहिलेबाट तपाईँलाई भनिराखेको थिएँ कि कसरी डरलाग्दो दिनहरूभित्र हामी पसिराखेका छौँ। दुईवटा कुराहरू सँगसँगै हुन लागेका छन्। अँध्यारोको शक्ति पनि त्यत्तिकै डरलाग्दो बढिराखेको छ। तर बाइबलले के भन्छ भनेदेखि अँध्यारो बढ्दैछ, अँध्यारो बढ्दैछ, अँध्यारोको वृद्धिमा कुनै कमी हुँदैन। तर अँध्यारो बढ्दै गर्दाखेरि मेरो छोराछोरीहरूको लागि मैले भन्नुपर्ने एउटा शक्तिशाली कुरो चाहिँ के छ भनेदेखि तिमीहरूमाथि परमप्रभुको ज्योति के उठ्नेछ, चम्किएर उठ्नेछ। बाइबलले भन्छ कि परमेश्वरको ज्योतिले चाहिँ मण्डलीलाई ढाक्छ। घोर अँध्यारोले विश्वलाई ढाक्दै गर्दा परमेश्वरको छोराछोरीहरूको हातमा त्यो शक्ति छ, जुन चाहिँ शक्तिद्वारा चाहिँ परमेश्वर आफ्नो महिमा उनीहरूमाथि के गर्नुहुन्छ, खन्याउनुहुन्छ। हामी धेरैचोटि जागृतिको कुराहरू गर्छौँ। परमेश्वरले हाम्रो जीवनमा शक्तिशाली काम गरून् भनेर हामी प्रार्थना गर्छौँ। हामी धेरै परमेश्वरको दास दासीहरूको जीवनलाई हेर्दै गर्दाखेरि उनीहरूको जीवनमा परमेश्वरले गर्नुभएको कार्यलाई हेर्दै गर्दाखेरि म पनि त्यस्तै भए त हुन्थ्यो भने हामी इच्छा राख्छौँ। तर यो सबै कुरो गर्नको लागि सबैभन्दा पहिला हामीले आफ्नो घरमा, आफ्नो व्यक्तिगत जीवनमा परमेश्वरको वेदीको निर्माण गर्नुपर्छ। परमेश्वरको वेदी जब तपाईँले निर्माण गर्नुहुन्छ नि आफ्नो परिवारमा, आफ्नो घरमा, आफ्नो मण्डलीमा, तब परमेश्वरको पोर्टल के हुन्छ, खोलिन्छ। बाइबलले भन्छ हाम्रो परमेश्वर चाहिँ जवाब दिनुहुने परमेश्वर हुनुहुन्छ। म अब्राहमको घटनालाई आजको बिहान पढिराखेको थिएँ अनि म छक्कै पर्दै थिएँ जब मैले अब्राहमको जीवनको त्यो कथालाई हेरिराखेको थिएँ। हिब्रूको पुस्तक म पढ्दै थिएँ, 11 अध्याय, सायद 10 अध्याय हुनसक्छ। अनि यसो मैले विचार गरेँ, परमेश्वर अब्राहमलाई बोलाउनु भयो। अनि बाइबलले भन्छ अब्राहम त त्यति बेला अन्य जाति थियो, ऊ त एउटा यहुदी पनि थिएन। अब थाहा छैन अब्राहमले परमेश्वरलाई कसरी चिन्यो, तर उसले यति डरलाग्दो परमेश्वरलाई भरोसा गर्यो, यति साह्रो ट्रस्ट गरे परमेश्वरलाई उसले कि परमेश्वरले निस्केर आइज तेरो कुटुम्बबाट भन्दै गर्दाखेरि दाहिने जानुपर्ने हो कि त्यो पनि थाहा छैन, देब्रे जानुपर्ने हो कि त्यो पनि थाहा छैन। तर अब्राहमले के गर्यो, निस्केर आयो। अनि हिब्रूको पुस्तकले साह्रो मिठो के भनेको छ भनेदेखि अब्राहमले आफ्नो जीवनमा नै परमेश्वरले उसलाई गर्नुभएको प्रतिज्ञा कुनै पनि पुरा भएको देखेन। He didn't see. ऊ त बाटोमा प्रवासी हुँदा हुँदै तम्बुमा बस्दा ऊ के भयो, बित्यो, उहाँको जीवन बितेर गयो। तर अब्राहमले आफ्नो जीवनमा कहिले पनि परमेश्वरलाई के गरेनन्, अविश्वास गरेनन्। त्यसै कारणले गर्दाखेरि हामी अब्राहमको जीवनलाई देख्छौँ कि जब परमेश्वर अब्राहमलाई तेरो छोरालाई लगेर माथि वेदीमा चढा भनेर भन्दै गर्दाखेरि बाइबलले भन्छ अब्राहमले आफ्नो छोरालाई लगेर गयो। थाहा छैन अब्राहमको मनमा त्यो बिहान के भएको थियो, उसले के सोच्दै थियो। तर उसले एउटा उसको नोकरहरूलाई के भनेको छ भनेदेखिलाई तिमीहरू यहाँ बस्दै गर, म र मेरो छोरा जान्छौँ, हामी वेदीमा के गर्छौँ, बलि चढाउँछौँ, अनि हामी दुवैजना के गर्छौँ, फर्किएर आउँछौँ। अब्राहमलाई यो पनि याद थियो कि अब्राहमको मनमा थुप्रो प्रश्न त्यस बेला आएको हुनसक्छ, किनकि अब्राहमलाई यो कुरो थाहा थियो कि परमेश्वर चाहिँ उहाँलाई चाहिँ चाइल्ड सेक्रिफाइस अथवा नानीहरूको बलिदान चाहिँ परमेश्वरलाई मन पर्दैन, मानव बलिदानलाई परमेश्वर घृणा गर्नुहुन्छ। त्यसै कारणले गर्दाखेरि उहाँले मोलेकको जुन चाहिँ मोलेक देवतालाई चाहिँ मानिसहरूले छोराछोरीहरू उनीहरूले चढाउँथे, नानीहरूलाई चाहिँ उनीहरूले साना बालक बालिकालाई चाहिँ उनीहरूले त्यो मोलेक एउटा एकदमै डरै लाग्दो एउटा वेदी भाँडा जस्तो तातिएको वेदी हुन्थ्यो। अनि त्यो वेदीमा चढाउँदै गर्दाखेरि त्यो वेदी चाहिँ जति रन्किन्थ्यो, जति तातो हुन्थ्यो, त्यति नै उनीहरूको देवता खुसी हुन्थ्यो भनिकन उनीहरूले सोच्थे। अनि अब्राहमलाई राम्रो याद थियो कि परमेश्वरले यो कुरोलाई घृणा गर्नुहुन्छ। र पनि अब्राहमको मनमा चाहिँ एउटा विश्वास के थियो भनेदेखिलाई मैले मेरो छोरालाई मारे नै भने पनि, मैले मेरो छोरालाई खत्तम नै पारे भने पनि मेरो परमेश्वर चाहिँ उनी परमेश्वर हुनुहुन्छ जुन परमेश्वरले मेरो छोरालाई मृत्युबाट के गर्नुहुन्छ, बचाउनु हुन्छ, मरेकोबाट पुनरुत्थान गर्नु हुन्छ। त्यो विश्वास लिएर हामी अब्राहमलाई यहाँनिर हेरिराखेको देख्छौँ। किन चाहिँ परिवार हो, परिवार किन भनेर भन्दै गर्दाखेरि परिवार चाहिँ परमेश्वरले सबैभन्दा पहिला बनाउनु भएको इन्स्टिट्युसन हो। आदमलाई बनाउनु भयो उहाँले। यदि परमेश्वरलाई परिवार बनाउनुको इच्छा थिएन भनेदेखि परमेश्वरले आदमलाई मात्रै बनाउनुहुन्थ्यो, लोग्ने मान्छे मात्रै हुन्थ्यो होला यो संसार, स्त्री हुन्थेन। तर परमेश्वर आदमलाई बनाउनु भयो, परमेश्वरले हवालाई बनाउनु भयो। त्यसपछि परमेश्वरले एउटा म्यारेजको एउटा इन्स्टिट्युसनलाई, विवाहको एउटा सुन्दर संस्थानलाई उहाँले सुरु गर्नुभयो। अनि त्यसै कारणले गर्दाखेरि परमेश्वरले बनाउनु भएको यो कुरालाई चाहिँ शैतानले के गर्न खोजिराखेको छ, भत्काउन खोजिराखेको छ। त्यसै कारणले गर्दाखेरि मैले भुटानको
मण्डलीहरूलाई मैले चुनौती दिएँ अनि मैले भने तपाईँहरू चाहिँ के हेरिरहनु भएको छ, तपाईँले प्रार्थना गर्नुपर्छ, अँध्यारोको यो कुराहरू तपाईँले बन्द गर्नुपर्छ। किनकि जुन प्रकारले परिवारहरू यो दिनहरूमा भत्किराखेको छ, जुन प्रकारले परिवारभित्र नाना प्रकारको कुरोहरू भइराखेको छ, अनि मैले भनिराखेको थिएँ कि डिभोर्सले चाहिँ जब एउटा डिभोर्स भन्ने कुरो हुन्छ त्यसले चाहिँ एउटा मात्रै मान्छेको जिन्दगी बर्बाद हुँदैन, तर त्यसले दुईवटा मानिसको जीवन, लोग्नेको जीवन, स्वास्नीको जीवन अनि सँगसँगै उनीको परिवारमा जतिजना नानीहरू छ त्यो नानीहरूको जीवन के हुन्छ, बर्बाद हुन्छ। अनि त्यसपछिबाट उनीहरूको सन्तान दर सन्तानमा त्यो श्राप जान्छ अनि त्यसले त्यसको सैकडौँ पुस्तासम्म त्यसको स्कारलाई, त्यसको त्यो दागलाई चाहिँ त्यसले त्यसको कति पुस्तासम्म के गरिराख्छ, छोडिराख्छ, त्यसले मैला बनाइराख्छ। त्यसै कारणले गर्दाखेरि नि परिवारमा परमेश्वरको वेदीको स्थापना हुनु जरुरी छ। बाइबलले भन्छ कि तिमीहरूको नानीहरूलाई, तिमीहरूको छोराछोरीलाई सानै हुँदादेखि तिमीले के गर, परमेश्वरको सही बाटोमा लगाऊ, ताकि पछि ठुलो भइकन ऊ के हुँदैन, त्यहाँबाट फर्केर जाँदैन। त्यसै कारणले गर्दाखेरि परिवारमा परमेश्वरको वेदीको स्थापना हुनु एकदमै जरुरी छ। हामी सबैजना प्राय जस्तो धेरै जस्तो हामी ड्युटी जाने, हामी काम गर्ने मानिसहरू छौँ अनि बिहान सायद त्यो सम्भव नहोला, तर म तपाईँहरूलाई एउटा सल्लाह दिन्छु, एउटा समय तपाईँले निकाल्नु, साँझको पख हुनसक्छ भने अनि सारा परिवार, तपाईँ जतिजना परिवारमा हुनुहुन्छ, घरको बाबुदेखि लिएर छोराछोरीदेखि लिएर आमादेखि लिएर हरेकजना, एभ्री वान इन द फ्यामिली तपाईँले के गर्नुहोस्, प्रार्थनाको एउटा वेदी आफ्नो घरमा के गर्नुहोस्, सुरु गर्नुहोस्। वेदी सुरु गर्नुहोस् भनेको मतलब चाहिँ तपाईँले ढुङ्गा लगाएर वेदी बनाउनुहोस् भनेको होइन, तर एउटा ठाउँ तपाईँले नि एउटा घरमा नि एउटा ठाउँ चाहिँ तपाईँले अलग गर्नुहोस्। कि परमेश्वरबाट शक्तिशाली दासले के भन्नुभएको छ भनेदेखि नि तपाईँले प्रार्थना गर्ने जग्गा चाहिँ तपाईँले बदली नगर्नुहोस् अरे। आज चाहिँ तपाईँले यो कोठामा गएर प्रार्थना गर्नुभयो, भोलि चाहिँ अलिकति अटेन, भोलि पर गएर गर्नु पर्यो, होइन। प्रेयरको तपाईँको प्रेयर जुन चाहिँ रुम छ नि त्यो चाहिँ तपाईँहरूले एउटै बनाउनुहोस्। एउटै जग्गामा जुन जग्गामा तपाईँले प्रार्थना गर्नुहुन्छ त्यो ठाउँ चाहिँ तपाईँहरूले चेन्ज गरि नबस्नुहोस्। किनकि जब तपाईँले आजको दिन प्रार्थना गर्नुहुन्छ, भोलिको दिन प्रार्थना गर्नुहुन्छ, पर्सिको दिन प्रार्थना गर्नुहुन्छ, अर्को दिन प्रार्थना गर्नुहुन्छ, त्यहाँनिर त्यो ठाउँमा एउटा पोर्टल खोलिन्छ, बिस्तारै एउटा ढोका खोलिन्छ। आज नहोला, एकै दिनमा नहोला, 2 दिनमा नहोला, महिना दिनमा पनि नहोला, इट डजन्ट म्याटर, तर एउटा समय आउँछै आउँछ जुन समयमा परमेश्वर त्यहाँभित्र के गर्नुहुन्छ, त्यो पोर्टललाई के गर्नुहुन्छ, आत्मिक संसारको त्यो ढोकालाई उहाँले के गर्नुहुन्छ, खोलिदिनुहुन्छ। एउटा वेदी तपाईँले के गर्नुहोस्, निर्माण गर्नुहोस्। परमेश्वर एकजना दासले यो पनि भन्नुभएको छ कि तपाईँ जुन चाहिँ पोजिसनमा बसेर प्रार्थना गर्नुहुन्छ त्यो पोजिसन पनि चेन्ज नगर्नुहोस् अरे क्या। जतापट्टि फर्केर तपाईँले प्रार्थना गर्नुहुन्छ त्यतैपट्टि फर्केर प्रार्थना गर्नुहोस्। किनकि परमेश्वरको आत्मा चाहिँ यति साह्रो पवित्र, आत्मा चाहिँ यति साह्रो जेन्टल, यति साह्रो सेन्सिटिभ, यति साह्रो संवेदनशील हुनुहुन्छ, यति साह्रो भद्र हुनुहुन्छ कि हाम्रो सानो मुभले, हाम्रो सानो के भनौँ भनेदेखिलाई हाम्रो सानो हल्लाइले, हाम्रो सानो मुभले के हुनुहुन्छ, उहाँलाई डिस्टर्ब हुन्छ अनि उहाँको उपस्थिति हाम्रो बिचबाट के हुन्छ, उडेर जान्छ। एउटा वेदी तपाईँले आजको दिन निर्णय गर्नुहोस्, म चाहिँ एउटा वेदी मेरो घरमा के गर्छु, आरम्भ गर्छु, म सुरु गर्छु। तपाईँले गरिराख्नु भएको होला, कतिजनाले परमेश्वरलाई महिमा होस्, तर आज म तपाईँलाई यो विषयमा म तपाईँलाई उत्साह दिन चाहन्छु। किनकि जब तपाईँले यो कार्य गर्नुहुन्छ परमेश्वरले तपाईँहरूको परिवारभित्रै एउटा पोर्टललाई, एउटा ढोकालाई उहाँले खोल्नुहुन्छ। परमेश्वरको शक्तिशाली समय नै अब हाम्रो यो दिनहरूमा मण्डलीमा उदाउन लागेको छ। अनि योवेल 2:28 भन्छ कि परमप्रभुले आफ्नो आत्मा हरेक माथि खनाउँदाखेरि शक्तिशाली कार्यहरू मण्डलीहरूभित्र हुन लागेको छ, सामर्थ्यको कार्यहरू मण्डलीभित्र हुन लागेको छ। साधुजीले यो पनि भन्नुहुन्छ कि जुन चाहिँ पेन्टिकोस्टको दिनमा जुन चाहिँ मुभ आयो, यो पेन्टिकोस्टको दिनमा जुन चाहिँ मुभ आउँदै गर्दा, पवित्र आत्माको बप्तिस्मा आउँदै गर्दाखेरि त्यो चाहिँ खालि यरुसलेममा मात्रै ती 120 जना भेला भएर प्रार्थना गरिराखेको ठाउँमा मात्रै पवित्र आत्माको त्यो अभिषेक चाहिँ उनीहरूमाथि उन्डेलियो, अरू ठाउँहरूमा उन्डेलिएन। तर साधुजीले हामीलाई के भन्दै हुनुहुन्थ्यो भनेदेखिलाई यो आउनेवाला योवेल 2:28 जुन चाहिँ अभिषेक छ, यो अभिषेक चाहिँ त्यस्तो हुँदैन। यो अभिषेकमा चाहिँ परमेश्वरले ठाउँलाई रोज्नुहुन्छ, एरियालाई रोज्नुहुन्छ। मानिलिनुहोस् याङ्गाङको यो क्षेत्रलाई उहाँले रोज्नुहुन्छ अनि यो सम्पूर्ण क्षेत्र मानिलिनुहोस् याङ्गाङलाई उहाँले रोज्नु भनेदेखिलाई याङ्गाङमा त्यो उहाँले आफ्नो आत्मा के गर्नुहुन्छ,
खन्याउनुहुन्छ। अनि याङ्गाङ माथि उहाँले आफ्नो आत्मा खन्याउँदै गर्नुहुँदा के हुन्छ भनेदेखि यहाँ भएको हिन्दू, यहाँ भएको बुद्धिस्ट, यहाँ भएको मुस्लिम जो पनि छ यो एरियाभित्र जो पनि छ त्यो आत्मा खनाएको क्षेत्रमा जो पनि छ उनीहरू हरेक माथि परमेश्वरले आफ्नो आत्मा के गर्नुहुन्छ खन्याउनुहुन्छ। अनि उहाँले हामीलाई सिकाउँदै हुनुहुन्थ्यो कि जब एउटा हिन्दूले, एउटा बुद्धिस्टले अथवा गैर इसाईले उनीहरूको जीवनमा परमेश्वरको आत्मा खनिएको देख्छ, उनीहरू अन्य भाषा बोल्न लाग्छ, उनीहरूको जीवनबाट अद्भुत कार्यहरू हुन लाग्छ, उनीहरू छक्कै पर्छ। अनि उनीहरू दगुरेर कसकोमा आउँछ? तपाईँकोमा आउँछ, दगुरेर मण्डलीमा आउँछ। यो चाहिँ के भइराखेको छ? वाट्स ह्यापनिङ? हामीलाई त यस्तो भयो कि म त बसिराखेको थिएँ, ममा एउटा शक्ति आयो अनि मैले अन्य भाषामा बोल्न लागेँ अनि मेरो जीवनबाट आश्चर्य कर्महरू हुन लाग्यो। म हिँड्दै जाँदाखेरि एउटा बिमारी व्यक्ति निको भयो। यो के भइराखेको छ? अनि त्यति बेला चाहिँ मण्डलीले उनीहरूलाई परमेश्वरको कुराहरू के गर्नुपर्छ? सिकाउनु पर्छ। यो समय अब एकदमै चाँडै हुन लागेको छ, एकदमै छिटो हुन लागेको छ। प्रभु परमेश्वरलाई हतार यो समय मण्डलीहरूमा ल्याउनको लागि, उहाँको महिमालाई संसारमा देखाउनको लागि। तर मण्डली तयार भइराखेको छैन। अनि मण्डली तयार चाहिँ कसरी हुन्छ? परमेश्वरको पोर्टल हाम्रो जीवनहरूबाट खोलिएको कारणले गर्दा, हाम्रो घरानाहरूमा परमेश्वरको ढोकाहरू, त्यो पोर्टलहरू खोलिएको कारणले गर्दाखेरि हामी जब हाम्रो घरहरूमा परमेश्वरप्रतिको हाम्रो यो प्रार्थनालाई चाहिँ जब तपाईँहरू इस्टाब्लिस गर्न लाग्छ, जब तपाईँहरूमा बनाउन लाग्छौँ, जब परमेश्वरको यो कुराहरू चाहिँ हामी हाम्रो जीवनहरूमा लागू गर्न लाग्छौँ, अनि जब हामी वेदी बनाउन लाग्छौँ, परमेश्वरले हाम्रो जीवनमा शक्तिशाली काम गर्नुहुन्छ। परिवार किन भनेर भन्दै गर्दा प्रस्थान 26 को 15 देखि 25 म तपाईँलाई रेफरेन्स मात्रै दिन्छु। प्रस्थान 26 को 15 देखि 25, 30 को 12 देखि 16, 38 को 25 देखि 28 सम्म तपाईँले त्यहाँनिर के भेटाउनुहुन्छ भनेर भन्दै गर्दाखेरि परमेश्वरले भविष्यवक्ता मोसालाई पवित्र स्थान बनाउने सबै सामग्रीहरू बटुल्दै गर्दाखेरि उहाँले के भन्नुभयो भनेदेखि इजरायलीहरू, हरेक इजरायलीहरू जो चाहिँ 20 वर्ष पुगेको छ, 20 वर्षदेखि उँभो पुगेको इजरायलीहरूले चाहिँ उनीहरूले के गर्नु अरे आफ्नो आफ्नो एक एकजनाकोबाट चाहिँ उनीहरूले चाहिँ सेकेलको हिसाबमा चाहिँ उनीहरूले पैसा दिनु भनेर भनेको छ। सेकेलको हिसाबले उनीहरूले के दिनुपर्छ? पैसा दिनुपर्छ। परिवारको हरेक जो चाहिँ 20 वर्षदेखि उता पुगेको छ उनीहरूले आधा आधा सेकेल गरेर चाहिँ उनीहरूले दिनुपर्छ। अनि उनीहरूकोबाट उठाइएको त्यो जुन चाहिँ सेकेल छ, त्यो सेकेल चाहिँ के गर्छ उनीहरूले भनेर भन्दै गर्दाखेरि त्यहाँबाट चाहिँ उनीहरूले त्यो पैसाले चाहिँ उनीहरूले त्यो चाँदीलाई किन्छ। अनि त्यो चाँदी चाहिँ के गर्छ भनेर भन्दै गर्दा त्यो पवित्र स्थानको जुन चाहिँ त्यो खाँबोहरू छ, त्यो फलाकहरू छ, त्यसलाई अडाउनको लागि त्यसको आधार, त्यसको बेस बनाउने काममा चाहिँ यो सेकेलको चाँदी के गर्थ्यो उनीहरूले युज गर्थ्यो। अनि यसबाट चाहिँ हामी के बुझ्छौँ भनेदेखि परमेश्वरले नै परिवारको हरेक सदस्यको नाममा एभ्री सिटिजन, इजरायलको एभ्री सिटिजन जो चाहिँ 20 वर्षदेखि उँभो छ, 20 वर्ष भन्दाखेरि बेसी पुगेको हरेक सिटिजनले चाहिँ आफ्नो आफ्नो नाममा के गर्नु पर्यो? त्यो पैसा, त्यो सेकेल दिनु पर्यो। अनि त्यो सेकेल दिइसके पछाडि चाहिँ उनीहरूले के बनाउँछ? त्यो पवित्र स्थानको त्यो आधार बनाउने चाँदी चाहिँ उनीहरूले त्यहाँबाट किन्छ। अनि जब चाहिँ परमेश्वर चाहिँ उहाँ त्यो महापवित्र स्थानमा आउनुहुन्छ, उहाँले यो जग्गालाई के गर्नुहुन्छ? देख्नुहुन्छ। अनि यो जग्गालाई देख्दै गर्दाखेरि परमेश्वरले हरेक इजरायली जसको नाममा चाहिँ यो सेकेल किनिएको छ, सेकेल तिरिएको छ, जसको नाममा चाहिँ यो चाँदीको आधारहरू राख्ने ठाउँहरू बनाइएको छ, त्यो ठाउँहरूको निम्ति त्यो ठाउँहरूमा यो हरेकवटा त्यो आधारहरू राखिएको ठाउँलाई देख्दै गर्दा परमेश्वरले एक एकजना इजरायलीहरू, जुन इजरायलीहरूले त्यो सेकेल तिरेर त्यो चाँदीको आधारलाई किनेका थिए, त्यो ठाउँलाई चाहिँ उनीहरूले के गरिराखेका छन्? परमेश्वरले त्यसलाई के गरिराख्नु भएको थियो? सम्झना गरिराख्नु भएको छ। एभ्री इन्डिभिजुअल फ्रम द इजराइलाइट फ्यामिली, इजरायलबाट आउने हरेकवटा परिवारका सदस्यलाई चाहिँ परमेश्वरले के गरिराख्नु भएको छ? सम्झना गरिराख्नु भएको छ जब उहाँ महापवित्र स्थानमा आउनुहुन्छ। त्यसै कारणले गर्दाखेरि नि परमेश्वरको जुन चाहिँ योजना छ यो चाहिँ पारिवारिक योजना हो। परमेश्वर चाहनुहुन्छ कि परिवार, हरेक परिवारमा वेदी बनियोस्। परमेश्वर चाहनुहुन्छ हरेक परिवारमा परमेश्वरको आत्मिक संसारको पोर्टलहरू खोलियोस्। परमेश्वर चाहनुहुन्छ हरेक परिवार प्रार्थनामा शक्तिशाली बनोस्। किनकि जब परिवार शक्तिशाली हुन्छ परमेश्वरले सामर्थ्य रूपमा मण्डलीलाई त्यसरी
नै चलाउन सक्नुहुन्छ किनकि मण्डली परिवार बलियो हुँदै गर्दाखेरि मण्डली बलियो हुन्छ अनि मण्डली बलियो हुँदै गर्दाखेरि त्यसले परमेश्वरको राज्यलाई के गर्दै गरेको हुन्छ अझै बलियो बनाउँदै गरेको हुन्छ। आउनुहोस् हामी यसबाट हाम्रो आफ्नो आँखाहरूलाई बन्द गर्नेछौँ। हामी थोरै बेर यसबाट हामीले प्रार्थनामा हाम्रो समयलाई बिताउनेछौँ। थोरै बेर तपाईँहरू जतिजनाले आफ्नो आफ्नो घरमा प्रार्थनाको वेदी तपाईँले बनाउनु भएको छ, प्रभुलाई महिमा होस्। आजको यस अपराह्न प्रभुलाई भन्नुहोस् कि प्रभु म मेरो वेदीलाई अझै बलियो बनाउन चाहन्छु, म मेरो वेदीलाई अझै शक्तिशाली बनाउन चाहन्छु, म मेरो वेदीलाई अझै वेदीको बनावटप्रति म अझै सिरियस हुन चाहन्छु। अनि प्रभुलाई भन्नुहोस् कि प्रभु म तपाईँको त्यो पोर्टल जुन चाहिँ त्यो आत्मिक संसारको ढोका छ त्यो चाहिँ अब म मेरो घरमा खोलिएको होस् भनिकन म प्रार्थना गर्छु। मेरो घरानामा तपाईँको स्पिरिचुअल पोर्टलहरू खोलिएको होस्, आत्मिक संसारको ढोकाहरू खोलिएको होस्। म चाहिँ अब त्यो ढोकाबाट आत्मिक संसारलाई छुन चाहन्छु, आत्मिक संसारलाई पक्रिन चाहन्छु। किनकि हामीले आजको दिन सुनेका छौँ कि हामी आत्मिक मानिसहरू हौँ, हाम्रो आत्मा चाहिँ सबैभन्दा ठुलो हो, शरीरका कुराहरू पछिबाट आएका हुन्। त्यसै कारणले गर्दाखेरि प्रभु हामी आत्मिक संसारका कुरालाई यस अपराह्न समाप्तका लागि हामी प्रार्थना गर्छौँ कि हाम्रो वेदीहरूलाई तपाईँले अब बलियो बनाउनुहुनेछ। तपाईँको भत्किएको वेदीहरू जति पनि छन् भनेदेखि प्रभुलाई भन्नुहोस् प्रभु म मर्मत गर्न चाहन्छु। मेरो वेदी थियो तर भत्किएको थियो, तर अब म मर्मत गर्न चाहन्छु। त्यो वेदीहरूलाई मर्मत गर्ने कार्यमा तपाईँले पवित्र आत्मालाई सहायता माग्नुहोस्। प्रभुलाई भन्नुहोस् कि पवित्र आत्मा म आफै त सक्दिनँ, मेरो प्रयत्नले अनि मेरो कोसिसले यो वेदीहरू बनिँदैन जबसम्म तपाईँ परमेश्वरको आत्मा स्वयंले नै मलाई सहायता गर्नुहुन्न अनि मलाई बलियो बनाउनुहुन्न। प्रभुलाई भन्नुहोस्। अनि जतिजनाले आफ्नो परिवारमा वेदीको स्थापना गर्नुभएको छैन आजको यस अपराह्न भन्नुहोस् प्रभु मलाई सहायता गर्नुहोस्। म मेरो घरमा तपाईँको वेदीको स्थापना गर्न चाहन्छु, तपाईँको वेदीको स्थापना गर्न चाहन्छु। किनकि वेदीले मलाई तपाईँसँगको बाचामा अझै त्यो बाचालाई अझै स्ट्रङ बनाउँछ। किनकि यो प्रार्थनाको वेदीले तपाईँको आत्मिक संसारलाई खोल्न मलाई मद्दत गर्छ। अनि यो वेदीले मेरो जीवनमा तपाईँ परमेश्वरको सशक्त अनि शक्तिशाली कार्यहरू हुनमा मद्दत गर्छ। प्रभु हामी तपाईँलाई धन्यवाद चढाउँछौँ यो समयको लागि, धन्यवाद दिन्छौँ तपाईँ प्रभु हाम्रो उदयको परमेश्वर, हाम्रो बिचमा तपाईँको उपस्थिति तपाईँले राख्नु भएको लागि। प्रभु हाम्रो जीवनमा तपाईँ परमेश्वरले सुरुवात गर्नुहुने कुरा प्रार्थनाको जीवनबाटै हो। प्रभु म यो प्रार्थना गर्छु आजको दिन तपाईँका यी छोराछोरीहरूको जीवनमा एउटा शक्तिशाली वेदी बनाउने प्रभु परमेश्वर एउटा प्रभु त्यो इच्छा प्रभु परमेश्वर त्यो चाहना तपाईँले तपाईँका छोराछोरीहरूलाई आजको दिन प्रदान गर्नुहोस्। किनकि बिना प्रार्थना चाहिँ प्रभु परमेश्वर हाम्रो जीवनको के पनि कार्यहरू सुरु हुँदैन। एउटा प्रार्थनामा बलियो र शक्तिशाली मान्छेले थुप्रो कुरा गर्न सक्छ। बाइबलले भन्छ कि धर्मीको प्रार्थनाले धेरै काम गर्छ, धर्मीको प्रार्थनाले थुप्रो काम गर्छ, धर्मीको प्रार्थनाको सुनाइ हुन्छ। अनि आजको दिन म यो प्रार्थना गर्छु यी छोराछोरीको जीवनमा प्रभु परमेश्वर तपाईँले प्रार्थनामा लागिरहने, प्रार्थनाको वेदीलाई बलियो बनाइराख्ने, प्रार्थनाको वेदीलाई निर्माण गरिराख्ने अनि प्रार्थनाको वेदीको निम्ति प्रभु आफूलाई तत्पर राख्ने त्यो हृदय प्रभु परमेश्वर तपाईँले दिनुहोस्। किनकि प्रभु संसारका कुराहरू मात्र हाम्रो लागि फाइदाको छैन, तर जब हामी तपाईँको आत्मिक संसारका कुराहरूलाई खोज्छौँ तपाईँले हाम्रो सम्पूर्ण कुरोहरूमा प्रभु परमेश्वर हामीलाई आशिष दिनुहुन्छ। बाइबलले भनेको छ कि स्वर्गको राज्य खोजी गर्नेलाई हरेक कुरोको आशिष दिनेछ। हरेक कुरो के खानुपर्ने हो, के लाउनु पर्ने हो अनि के गर्नुपर्ने हो, कहाँ बस्नुपर्ने त्यो फिक्र चाहिँ तपाईँ परमेश्वरले गरिदिनुहुन्छ। तपाईँको वचनले भन्छ। म यो प्रार्थना गर्छु आजको अपराह्न एक तपाईँका छोराछोरीको जीवनमा प्रभु परमेश्वर प्रार्थनाको वेदी निर्माण गर्नका लागि प्रभु तपाईँले उनीहरूलाई अनुग्रह गर्नुहोस् अनि प्रभु परमेश्वर तपाईँको शक्ति र तपाईँको सामर्थ्यलाई प्रभु तपाईँले प्रदान गर्नुहोस्। धन्यवाद सबै कुराका लागि। सारा बिन्तीलाई येशू प्रभु तपाईँको शक्तिशाली नाममा प्रभु हामी माग्छौँ, सुनिकन ग्रहण गर्नुहोस्। आमेन।